हेलो गाइज वेलकम छ मेरो च्यानलमा। आज चाहिँ मेरो मम्मीले अब नयाँ आइटम सुजी एन्ड म्यास पोट्याटो गरेर नयाँ टाइपको डोनट बनाउनु भएको छ। युट्युबबाट हेर्नु भएको अरे। अनि अब म चाहिँ त्यसको भिडियो बनाउँछु र भिडियो हालिदिन्छु। हजुरहरू चाहिँ लास्टसम्म बसेर हेर्नु होला। मन परेदेखि लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। हेलो गाइज वेलकम छ है। आज चाहिँ हाम्रो मम्मीले सुजीको दुनोट बनाउनु भएको। दुनोट दुनोट त होइन होला, के हो चप जस्तो टाइपमा होला होइन? के बनाएर भ्याइसक्नु दुनोटै हो र यो आलु सालु मिसाएन र के हाले पकौडा टाइपको के हाले दुनोट ए दुनोट र सुजी अनि म्यास गर्ने त्यसलाई। बिचरा मम्मी खाजा बनाउँदा यस्तो पसिने पसिना भइसक्नु भयो। ए पकाउने नि हो पकाएर सानो बनाउनु न। त्यसपछि अनि त्यो आफूलाई अब नुन अलिअलि हल्का अब जिरा सिरा फुराएर खान मन लाग्यो भने तेल तताउने, तेल घिउ जे भयो नि, अनि त्यसमा अलिअलि ज्वानो अनि ठुलो सुप फुराउने। अनि त्यसपछि आलु मिचेर धुलो बनाएर बुर्र पारेर उसिनेको आलुलाई त्यहाँ अलिअलि फ्राई जस्तो गरिदिने। अनि त्यसमा सँगसँगै सुजी पनि भुट्ने अनि पानी हाल्ने। अनि त्यसपछि पानी हालेर ढिँडो जस्तै मजाले ओडाल्ने, त्यसलाई पकाउने। ए तातो पानीमा ढिँडो जस्तै बनाउने, बनाएर निकाल्ने, निकालेर एउटा प्लेटमा निकालेर अनि तपाईँले आफै सिक्नु भएको पहिला थाहा थियो कि यो त खाथेनौँ नि त हामीले कहिले। एउटा सुजी अब यस्तो के बनाऊँ अनि आफै यस्तो बनाउनु पर्यो आफै बनायो भनेर अनि बनाउन लाग्यो। एउटा आइडिया लाग्यो, यो आलुको पकौडा जस्तो चप जस्तो हो, तर मैले यसलाई यो तरिकाले बनाएको। कुकिज जस्तो हो यार। पसल खोलेर बेच्न थाल्ने हो र? कुकिज जस्तो कस्तो लाग्छ? कस्तो लाग्छ? नयाँ खाजा आउनु तपाईँ पहिला चाहनु न अलिकति मैले चाहेको के मैले खानु नि यति म नि चाहन लाग्छु। गरे चाहिँ यहाँ बाबुसँग के मम्मी बाबुसँग हल्ला गर्दा गर्दै यहाँ गफ गर्दा गर्दै डढेछ कि मिठो भयो यार। तर अलिअलि कुकिजकै जस्तै स्वाद आयो यार। बिस्कुटकै कुकिज बिस्कुट। मैले आलु अलि धेरै हालेछु कि आलु थोरै हाल्नु पर्दो रहेछ हजुर। ला डढेछ नि त त्यो अघि मैले चखाइदिन लाग्दा ला काम मात्र बित्दैन। ए होइन रहेछ अहिले क्रन्ची क्रन्ची टेस्ट आउँछ त। ए खाने नि खाजा पनि म चलाइदिन्छु। सुजीको के खाजा बनाउन आज नयाँ भनेर होइन चलाउने होइन हुन्छ नि त्यसरी होइन मैले फर्काइदिनु मात्रै ला। अनि सुजीको नयाँ आइटमको खाजा एउटा के बनाऊँ भनेर यसो युट्युबमा सर्च गरेर हेरेँ होइन। युट्युबबाटै थाहा भयो हो। अनि युट्युबमा सर्च गरेर हेरेँ, अनि हेर्दाखेरि चाहिँ आलुको परिकार भनेर यो नयाँ परिकार देखेँ। अनि त्यसपछि मैले मम्मी इनोभेटिभ हुनुहुन्छ है, नयाँ नयाँ कुरा खोजिरहनुहुन्छ युट्युबमा। अनि ल आज यस्तो नयाँ खाजा बनाउँछु भनेर अनि मैले त्यही युट्युबमा आलुको परिकार भनेर देखाएको थियो। यो चाहिँ परिकार 2-3 थरीको 3-4 थरीको देखाएको थियो, तर मलाई यो खाना बनाउन मन लागेर कस्तो हुँदो रहेछ यस्तो टेस्ट लियो भने आलुको मिठो भयो यार। सुजीको पुवा त मैले जहिले पनि बनाउँथेँ। सुजीको मुछेको पुवा, धुलो पुवा, अनि त्यसपछि हलुवा अनि बिस्कुट त मैले बनाउँथेँ। तर आज मलाई यो मम्मीले खाजा बनाउनु लाग्यो होला, म सधैँ भिडियो बनाउँछु टक्क आएर नोट जस्तो बनाउन मन लाग्यो राखिदिन्छु। मम्मी सेफ हो, डेन्जर हो, घरको सेफ। सेप हो मम्मी सेप, सेपै सेप यहाँ पुरा चाहिँ मैले साना डल्ला भएर औँला पाक्यो फाइनल्ली। अब खाना मात्र तयारी हो। अनि अब हाम्रो प्लेटिङ गऱ्यो, त्यसपछि खान्छौँ हामी। के प्लेटिङ यसमै गरेर भइहाल्यो नि, के राम्रै त केचप राखेर टक्क। मलाई यसको नाम चाहिँ थाहा छैन, तर खानेकुरा आइटम चाहिँ रेडी भइसकेको छ। खै के दुनोट भने जस्तो लाग्यो, सुजीको दुनोट होला सायद। के म्यासमुस गरेर, मतलब म्यास पोट्याटो अनि सुजी पहिला ढिँडो यसरी ओडेलेर
हलुवा हुँदैन, हलुवा टाइपको बनाएर तातो पानीमा उ गरेर हलुवा टाइपको बनाएर अनि म्यास गरेर आलु मिसाएर सुजी मिसाएर त्यसपछि यो यसलाई सेप दिएर अनि डोनट टाइपको बनाउने, तर क्रिस्पी छ, डोनट जस्तो होइन, क्रिस्पी यो पकौडा जस्तो छ क्या, पकौडा आलु चप जस्तो टाइपको छ क्या, यस टाइपको छ। अब मिठो हुन्छ, अघि नै मिठो भइसकेको थियो खाँदाखेरि, हेर्दै रह यस्तो मिठो त क्या ठिक छ। हामी मम्मीले बनाइ चाहिँ मिठो बनाउनुहुन्छ जे होस् खाजाहरू चाहिँ।